ख्रिस्ट अभिवादन जय मसीह। म पास्टर सरोज छेत्रीको तर्फबाट आज तपाईहरुको बीचमा एकदमै महत्त्वपूर्ण परमेश्वरको वचन लिएर आएको छु, जसमाथि हामी प्रत्येकले मनन गर्न बहुत जरुरी छ। हितोपदेश 29 को 11 मा यस्तो लेखिएको छ, मूर्खले आफ्नो रिस पुरै पोखिन दिन्छ, तर बुद्धिमान मानिसले आफूलाई अधीनमा राख्छ भनेको छ। है, कति महत्त्वपूर्ण वचन छ हेर्नुस् है। यहाँ मूर्खले चाहिँ आफ्नो रिस पुरै पोखिन दिन्छ अरे, तर बुद्धिमान मानिसले चाहिँ त्यसलाई अधीनमा राख्छ भनेको छ। अब यो कुरा बुझाउनको निम्ति एउटा मैले यहाँ कोक ल्याएको छु है। मानिनुहोस् यो मानिसको जीवन हो, यसले चाहिँ मानिसलाई प्रतिनिधित्व गर्छ, मानिसको हृदयलाई प्रतिनिधित्व गर्दछ है। अब हामी संसारमा छौँ, भावनामा छौँ, अनि कुनै पनि कारणवश है हामीलाई रिस उठ्न सक्छ है, विभिन्न कारणवश है। अब त्यस्तो कारणहरू चाहिँ हाम्रो अगाडि कति छन् है। हाम्रो यत्रो तितोपना छ, यस्तो रिस छ मानिलिनुहोस् है। जस्तै मलाई कसैले नराम्रो भन्यो, मलाई रिस उठ्यो है। कसैले ममाथि नराम्रो व्यवहार गर्यो, मलाई रिस उठ्यो। अनि त्यो भावना म भित्र छ, रिस छ, क्रोध छ है, तितोपना छ म भित्र। अनि यसले त्यो जीवनको प्रयत्न गर्दछ है, मानिसको प्रयत्न। ल मानिदिनुहोस् मलाई जति रिस उठेको छ नि, त्यो आधारमा यसलाई चाहिँ म के गर्छु, हल्लाउँछु है। मलाई पुरा रिस उठेको छ है, पुरा रिस उठेको छ, भित्र एकदमै तितोपना छ, मलाई मानिसहरूको वाक्का भएको छ, मेरो साथीले मलाई रिस उठाएको छ, मेरो परिवारले रिस उठाएको छ, मेरो श्रीमतीले, मेरो छोराछोरीले रिस उठाएको छ, भावना एकदमै तितोपना आएको छ। अब यस्तो यो तपाईँ मेरो जीवन है। अब मैले यसलाई है एकैचोटि पोखिन दिन्छ भने के हुन्छ है, हालत हेर्नुहोस् है। ओहो देख्नुभयो, पोखिन दियो भने कुरा बुझ्नुभयो, मानिसको यसरी है। अब यो भयो मूर्खले आफ्नो रिस पुरै पोखिनु दिएको जस्तो उदाहरण, कुरा बुझ्नुभयो। अब अर्को खोक छ मेरो, यसले चाहिँ तपाईँको चाहिँ बुद्धिमान मानिसको प्रतिनिधित्व गर्दछ। सेम त्यही हो कि कोही रिस भावना दुनियाँभरको कुरा छ। हेर्नुहोस् है, त्यही मानिस हो। बुद्धिमान मानिसले चाहिँ कसरी व्यवहार गर्दछ, पहिलो कुरो त उसले आफूलाई के गर्छ, अधीनमा राख्छ भनेको छ। उसले पुरै पोखिनु दिँदैन भनेको छ। मूर्खले पोखिदिन्छ बुद्धिमान, तर उसले कसरी डिल गर्छ भन्दाखेरि सुन्नुहोस् है। सुन्नुभयो, ल हेर्नुहोस्, एकचोटिमा चाहिँ छिस्स गऱ्यो, मैले हल्का खोल्दिएँ, छिस्स गऱ्यो, अनि हल्का हावा दिनु गएँ, हावा ग्यास ल हल्का छोडिदिएँ। ल हेर्नुहोस् कति फरक पऱ्यो। यो आधा जति यो रित्यो, यो जस्तोको त्यस्तै छ है। यो अहिले मैले उदाहरण दिएर तपाईँहरूको बिचमा मैले यो राखेँ। साँच्चै नै मूर्खले चाहिँ आफ्नो रिस यसरी पोख्न दिन्छ, तर बुद्धिमान मानिसले आफूलाई अधीनमा राख्दछ। हितोपदेश 12 को 16 र 23 ले यस्तो भन्दछ। 16 मा भनेको छ, मूर्खले आफ्नो रिस झट्टै पोखाउँछ, मूर्खले आफ्नो रिस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफूलाई अपमानित हुँदा आँखा चिम्लिदिन्छ भनेको छ। हेर्नुहोस् है, बुद्धिमान मानिसले आफू अपमानित हुँदा पनि आँखा चिम्लिदिँदा, बुद्धिमान मानिसले चाहिँ आफूलाई के गर्छ, नियन्त्रण राख्दछ, गम्भीर भएर त्यस अवस्थाको सामना गर्दछ। तर मूर्खले चाहिँ आफ्नो रिस झट्टै पोखाउँदछ। अनि 23 पदमा यस्तो भनेको छ, एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झट्टै प्रकट गर्छ है। मूर्खको हृदयले आफ्नो मूर्खता झट्टै प्रकट गर्छ भनेको छ। त्यस्तै गरी आमोस 5 को 13 मा यस्तो भनेको छ, यसै कारण बुद्धिमान मानिस यस्तो समयमा चुप लागिरहन्छ, त्यस्तो समयमा चाहिँ बुद्धिमान मानिस चुप लागिरहन्छ, किनकि समय खराब छ, परिस्थिति खराब छ। मैले क्रोध रिस गरेर अनि त्यो पोखाएर मेरो कुनै फाइदा हुँदैन भन्ने कुरो बुद्धिमान मानिसले के गर्छ, मूल्याङ्कन गर्दछ। याकुब 1 को 19 ले भन्दछ, मेरा प्रिय भाइहरू हो, यो कुरो जान प्रत्येक मानिस सुन्नमा छिटो हुनु पर्यो,
बोल्नमा ढिलो, रिसाउनमा धीमा हुनुपर्छ भनेको छ। सुन्नमा चाहिँ छिटो, बोल्नमा ढिलो, रिसाउनमा चाहिँ धीमा हुनुपर्दछ। यस्तै गरी हितोपदेश 17 9ले भन्दछ, चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम गराउँछ, तर कुरा दोहोऱ्याइरहने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँदैछ। बोलिरहने व्यक्ति, कन्ट्रोल नगर्ने है, कुरा जोसुकै दोहोऱ्याइरहने व्यक्तिले चाहिँ घनिष्ठ मित्रतामा फाटो ल्याउँछ भनेको छ। अन्तिम पद हितोपदेश 25:28 यस्तो भनेको छ है, 25:28 पर्खल भत्किएको नगर चाहिँ आत्मस्वयं नभएको मानिस हो भनेको छ। पर्खल भत्किएको नगर चाहिँ, पर्खल नभएको सहर चाहिँ आत्मस्वयं नभएको, सेल्फ कन्ट्रोल नभएको है, आफूलाई अधीनमा नराख्ने व्यक्ति चाहिँ त्यो व्यक्ति हो, जसको चाहिँ त्यो भन्नु मतलब चाहिँ त्यो सहरको छैन सुरक्षा छैन। कुनै पनि बेला त्यो सहरलाई खतरा वाल अथवा पर्खल नहुनु भनेको थियो। र परमेश्वरले आशीर्वाद दियो, तपाईँ मूर्ख हो कि बुद्धिमान हो है, तपाईँ र म मूर्ख हो कि बुद्धिमान बन्ने। हामीलाई जब रिस उठ्छ, भावनामा हामीलाई चोट पर्दछ होइन, हामीलाई गाह्रो पर्दछ, त्यति बेला कसरी डिल गर्ने, कसरी समाधान गर्ने है, बुद्धिमानीपूर्वक हामीले समाधान गर्नुपर्ने, बुद्धिमानी जस्तै आफूलाई अधीनमा राखेर है हामीले समाधान गर्नुपर्छ। मूर्खले जस्तै पुरै रिसलाई पोखिदिने होइन है, मानिसहरूलाई चाहिँ जे पाए त्यही भन्ने, जे पाए त्यो प्रतिक्रिया दिने है, त्यो गर्नु हुँदैन। बुद्धिमानी चाहिँ आफूलाई अधीनमा राख्नुपर्छ, आफूलाई झट्टै पोखाउनु हुँदैन, आफूलाई नियन्त्रण राख्नुपर्छ। परमेश्वरले आशीर्वाद दिएका हुन् है। यदि तपाईँले यो छोटो वचनद्वारा आशिष पाउनुभयो भनेदेखिलाई सेयर गर्न सक्नुहुन्छ आफ्नो साथीहरूलाई, परिवारलाई, अनि सब्सक्राइब गर्नुभयो भने आउँदो दिनहरूमा मैले जुन वचनहरू यसरी राख्दछु त्यो तपाईँलाई प्राप्त हुनेछ, जसबाट तपाईँले फेरि सुन्न सक्नुहुनेछ। परमेश्वरले आशीर्वाद